दर्शकबिन नमस्कार। नयाँ पार्टी न्यूजको समाचार बुलेटिनमा यहाँलाई स्वागत छ। आज मिति 2082 फागुन 23 गते शनिबार मार्च 7 2026। आज चैत्र कृष्ण चतुर्थी, नेपाल सम्मत 1146। सूर्योदय बिहान 6:22 भयो भने सूर्यास्त साँझ 6:07 हुनेछ। दर्शक महानुभाव, नयाँ पार्टी न्यूजको समाचार बुलेटिन अन्तर्गत मतगणना विशेष अपडेट लिएर उपस्थित भएका छौं। अहिले प्रस्तुत हुने अपडेटहरू यो समाचार तयार पार्दासम्म मतगणना निरन्तर रहेको छ। थप जानकारीका लागि हाम्रो निर्वाचन विशेष लाइभमा जुलिनु हुन आग्रह गर्दै अब समाचारतर्फ लागौं। प्रतिनिधि सभा निर्वाचन 2082 राष्ट्रिय स्वतन्त्र पार्टीको भारी अग्रता। फागुन 22 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 12 सिटमा विजयी हुँदै 100 स्थानमा अग्रता कायम गर्दै सबैभन्दा ठूलो शक्तिको रूपमा उदाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले 4 सिट जितेको छ भने 12 स्थानमा अग्रता लिएको छ। त्यस्तै नेकपाले 2 सिटमा जित र 7 मा अग्रता हात पारेको छ भने नेकपा एमाले 1 सिटमा विजयी हुँदै 14 स्थानमा अगाडि छ। श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र उम्मेद्वारहरूले यही क्षेत्रमा अग्रता लिए पनि हालसम्म जित निकाल्न सकेका छैनन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ। प्रतिनिधि सभा निर्वाचन 2082 को अन्तिम मत परिणाम सार्वजनिक भएसँगै नेपाली राजनीतिमा अभूतपूर्व परिवर्तनको संकेत देखिएको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले देशभरका प्रमुख शहरहरू र रणनीतिक निर्वाचन क्षेत्रहरूमा क्लिन स्वीप गर्दै पुराना स्थापित दलहरूलाई निकै पछाडि पारेको छ। काठमाडौँको चुनावी नतिजा रासोपाको लागि निकै उत्साहजनक देखिएको छ। काठमाडौँ क्षेत्र नम्बर 8 मा रासोपाका विराजभक्त श्रेष्ठ 24,592 मतका साथ भारी मतान्तरले विजयी भएका छन्, जहाँ उनका प्रतिस्पर्धीहरूले निकै न्यून मतमा चित्त बुझाउनु पर्यो। त्यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 मा रासोपाका युवा नेता सस्मित पोखरेलले राजनीतिक हेभीवेट मानिने कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेललाई फराकिलो अन्तरले पराजित गर्दै 30,737 मतका साथ जित हासिल गरेका छन्। पोखरेलको यो विजयलाई वैकल्पिक राजनीतिको बलियो आधारका रूपमा हेरिएको छ, किनकि उनले काठमाडौँ महानगरका मेयर बालेन शाहसँगको सहकार्य र शैक्षिक सुधारका एजेण्डाहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याएका थिए। काठमाडौँ क्षेत्र नम्बर 4 का पनि रासोपाकै पुकार बमले 29,142 मत ल्याएर कांग्रेस र एमालेका उम्मेद्वारहरूलाई निकै पछाडि पारेका छन्। काठमाडौँ क्षेत्र नम्बर 1 मा रन्जु दर्शनाले 15,455 मतका साथ जित दर्ता गराउँदै आफ्नो राजनीतिक पुनरागमनलाई प्रमाणित गरेकी छिन्। काठमाडौँ 6 मा सुशील खनाल 27,719 मतका साथ पुनः निर्वाचित भएका छन् भने काठमाडौँ 7 मा गणेश पराजुली 27,805 मत सहित दोस्रो पटक विजयी भएका छन्। काठमाडौँ 2 मा सुनिल केसीले 29,142 मतका साथ रासपाको झण्डा फहराएका छन्। यसरी काठमाडौँका अधिकांश क्षेत्रमा रासपाले आफ्नो बलियो उपस्थिति मात्र जनाएको छैन, ठूला दलहरूको गढ समेत भत्काएको छ। उपत्यका बाहिर पनि रासपाको लहर उत्तिकै शक्तिशाली देखिएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर 2 मा उत्तम प्रसाद पौडेलले नेकपा एमालेको दशकौं पुरानो विरासतलाई तोड्दै 31,911 मतका साथ शानदार जित हासिल गरेका छन्। उनले एमालेकी उम्मेद्वार रश्मि आचार्यलाई 24,418 को विशाल मतान्तरले पराजित गरेका हुन्, जुन परिणामको एमालेलाई ठूलो धक्का पुगेको छ। उता तराईको धनुषा क्षेत्र नम्बर 3 मा मनिषा झाले 43,142 मत प्राप्त गर्दै कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई ठूलो अन्तरले पराजित गरेका छन्। मोरङ क्षेत्र नम्बर 4 मा रासोपाका सन्तोष राजवंशीले कांग्रेस महामन्त्री गुरूराज घिमिरेलाई 28,015 मतान्तरले पछि पार्दै 40,833 मतका साथ विजयी हासिल गरेका छन्। यी नतिजाहरूले देशैभर नयाँ राजनैतिक शक्तिको खोजी भइरहेको र मतदाताले पुराना दलका शीर्ष नेताहरूलाई समेत अस्वीकार गर्दै युवा र नयाँ अनुहारलाई विश्वास गरेको स्पष्ट पार्छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट 10,240 मतका साथ विजयी भएका छन्। आफ्नो पार्टीको सीट संख्या खुम्से पनि प्रचण्डले आफूलाई जंगलको सिंहसँग तुलना गर्दै आफू अझै पनि राजनीतिमा निर्णायक शक्ति रहेको दावी गरेका छन्। उनले थोरै सीट ल्याएको आधारमा आफ्नो दललाई कमजोर नठान्न र एप्ने दुस्साहस नगर्न विपक्षीहरूलाई कडा चेतावनी दिएका छन्। गणितीय रूपमा सानो देखिए पनि राजनीतिक रूपमा आफ्नो भूमिका अझै शक्तिशाली रहने उनको जिकिर छ। यस्तै दैलेख क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसकी बासना थापा 12,371 मतका साथ विजयी भएकी छिन्, जसले कांग्रेसका लागि केही राहत प्रदान गरेको छ। समग्रमा यो निर्वाचनले नेपालको संसदीय राजनीतिमा नयाँ शक्ति सन्तुलनको उदय गराएको छ। राजसभाका उम्मेद्वारहरूले शिक्षा, सुधार, युवा रोजगारी, डिजिटल अर्थतन्त्र र सुशासन जस्ता एजेण्डाहरूलाई अघि सार्दै प्राप्त गरेको यो ऐतिहासिक सफलताले आगामी दिनमा नेपालको नीति निर्माण तहमा युवाहरूको हस्तक्षेप बढ्ने र परम्परागत राजनीतिको शैली फेरिने अपेक्षा गरिएको छ। जनताले दिएको यो स्पष्ट म्यान्डेटले पुराना दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ भने नयाँ शक्तिहरूलाई जिम्मेवार भएर अघि बढ्ने चुनौती थपिदिएको छ।
म्याग्दीको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेद्वार महावीर पुनले आफ्ना प्रतिस्पर्धीलाई निकै पछाडि पार्दै 8067 मतको फराकिलो अन्तर कायम गरेका छन्। धौलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाका 23 वटा ओडाहरूमा खसेको कुल 24,935 मत गणना भइसक्दा पुनले 12,222 मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म 4,155 मत प्राप्त गरेको जानकारी मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिएका छन्। अन्य उम्मेद्वारहरू नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले 2,732 र नेकपाका अर्जुन थापाले 2,635 मत ल्याएका छन्। अब बेनी नगरपालिकामा केही ओडा सहित रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको गणना बाँकी रहँदा चुनावी नतिजा पुनको पक्षमा ढल्किएको देखिन्छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार राजनाथ पाण्डेले 21,972 मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। हालसम्म 28,572 मतगणना भइसक्दा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ 7,745 मत प्राप्त गरी पाण्डेलाई पछ्याइरहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 6 को मतगणना शुरू भएसँगै घिसिङले 4,227 को मतान्तरण केही हदसम्म घटाउन सफल भएका छन्। यसैबीच नेपाली कांग्रेसका रमेश अर्यालले 4,133 र नेकपा एमालेका रामेश्वर फुयालले 2,101 मत प्राप्त गरेका छन्। गोकर्णेश्वर नगरपालिकाको गणना सकिएर अब कागेश्वरी मनोहराका वडाहरूको गणना बाँकी रहँदा चुनावी प्रतिस्पर्धा थप रोचक मोडमा पुगेको देखिन्छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साङपाङले निर्वाचनको अन्तिम नतिजा नआउँदासम्म धैर्य रहन आग्रह गर्दै आफ्नो स्पष्ट योजना सार्वजनिक गरेका छन्। संचारकर्मीहरूसँगको कुराकानीमा साङपाङले चुनाव जितेमा आफ्नो श्रम अभियानलाई देशव्यापी बनाउने र पराजित भए पनि दार्चुलामा पुल बनाउने बाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। लोकतन्त्रमा जनताको मत नै सर्वोपरि हुने भन्दै उनले चुनावी परिणामलाई सहर्ष स्वीकार गर्ने र पराजयकै कारण सड़कमा रोइलो नगर्ने स्पष्ट पारेका छन्। आफ्नो पार्टी सत्तामा पुगे पनि वा नपुगे पनि श्रमको मुद्दा र विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्धको खबरदारी जारी रहने उनको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रतालाई सामान्य रूपमा लिँदै साङपाङले जनताको निर्णयलाई शिरोधार्य गरेर अघि बढ्ने र देशभर संगठन विस्तार गर्ने योजना सुनाएका छन्। ललितपुरका 2 निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भारी मतका साथ आफ्नो वर्चस्व कायम गरेको छ। ललितपुर क्षेत्र नम्बर 2 का रासोपाकी उम्मेद्वार डाक्टर तोसीमा कार्कीले 18,818 मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि पारेकी छिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले 6,654 मत पाउँदा नेकपाका राजकाजी महर्जन 2,882 मतमा सीमित भएका छन्। उता ललितपुर क्षेत्र नम्बर 2 मा पनि रासोपाकै जगदीश खरेलले 7,305 मतका साथ अग्रस्थान रहेका छन्। खरेलले नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जनलाई ठूलो अन्तरले पछाडि पारेका छन्। दुवै क्षेत्रमा रासोपाका उम्मेद्वारहरूको लोभलाग्दो अग्रताले निर्वाचन परिणामलाई नयाँ मोड दिएको छ। सर्लाही क्षेत्र नम्बर 4 को प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश कुमार सिंहले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो आधिकारिक मत परिणाम अनुसार सिंहले 7,252 मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेद्वार गगन थापालाई 2,808 मतको विशाल अन्तरले पछाडि पारेका हुन्। दोस्रो स्थानमा रहेका थापाले हालसम्म 4,444 मत प्राप्त गर्न सकेका छन् भने नेकपा एमालेका अमनिश कुमार यादव 1,283 मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। अन्य उम्मेद्वारहरू राकेश मिश्रा र डाक्टर रजनीश रायको मत निकै न्यून रहेको छ। प्रारम्भिक चरणदेखि नै सिंहले लिएको यो आक्रामक अग्रताले यस क्षेत्रमा स्थापित राजनीतिक शक्तिहरूलाई कडा चुनौती दिएको स्पष्ट देखिन्छ। सुनसरी क्षेत्र नम्बर 1 को प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतगणना अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले नाटकीय पुनरागमन गर्दै अग्रता लिएका छन्। प्रारम्भिक चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार गोमा तामाङ भन्दा पछाडि रहेका साङपाङले पछिल्लो परिणाम अनुसार 3,347 मत प्राप्त गर्दै पछिल्लो स्थान कब्जा गरेका हुन्। रासोपाकी तामाङ 3,062 मतका साथ दोस्रो स्थानमा झरेकी छिन् भने परम्परागत ठूलो दलहरूको अवस्था यस क्षेत्रमा निकै कमजोर देखिएको छ। तेस्रो स्थानमा रहेका नेकपाका सूर्यबहादुर भट्टराईले 792, नेपाली कांग्रेसका सुरेन्द्र तामाङले 654 र नेकपा एमालेका टीकाराम लिम्बुले जम्मा 515 मत प्राप्त गरेका छन्। साङपाङको यो बढ्दो अग्रताले सुनसरीको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ। भक्तपुर क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार राजीव खत्रीले पत्याउनै नसकिने विशाल अग्रता कायम गरेका छन्। पछिल्लो आधिकारिक मत परिणाम अनुसार घण्टी चुनाव चिन्ह भएका खत्रीले 21,474 मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले जम्मा 5,763 मत मात्र ल्याउन सकेका छन्। यी दुई उम्मेद्वार बीचको मतान्तर 15,711 पुगेको छ, जसले भक्तपुरको राजनीतिमा ठूलो फेरबदलको संकेत गरेको छ। यसैगरी नेपाली कांग्रेसका उम्मेद्वार कबीर राणा 4,840 मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेकपाका रामप्रसाद सापकोटा मात्र 671 मतमा खुम्चिएका छन्। खत्रीको यो लोभलाग्दो मत संख्याले स्थापित नेताहरूलाई निकै पछाडि पारेको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार दीपक राज बोहराले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै 15,579 मतका साथ शक्तिशाली अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारीका अनुसार दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेद्वार नारायण प्रकाश साउदले 4,707 मत प्राप्त गरेका छन्, जुन बोहराको तुलनामा निकै कम हो। त्यस्तै नेकपा एमालेका वचन बहादुर सिंहले 3,469 र नेपाली कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्तले 2,953 मत पाएका छन्। हालसम्म गणना गरिएको 30,211 मत मध्ये 28,260 मत सदर भएका छन् भने 1,951 मत बदर भएको पाइएको छ। कुल 64,881 मत खसेको यस क्षेत्रमा बोहराको लोभलाग्दो अग्रताले चुनावी नतिजालाई स्पष्ट संकेत दिइरहेको देखिन्छ। झापा क्षेत्र नम्बर 1 को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डागीले 2,901 मत प्राप्त गर्दै करिब 9,000 को विशाल अग्रता कायम गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले 3,136 र नेकपा एमालेका रामचन्द्र उप्रेतीले 2,474 मत प्राप्त गरेका छन्। झापाका 5 क्षेत्रमा रासोपाको लहर देखिएको छ। उता जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र साई र 9,564 मतका साथ अग्रस्थानमा छन्। उनले नेकपाका नरेश भण्डारीलाई 3,467 मतान्तरले पछि पारेका छन्। भण्डारीले 6,097 र नेपाली कांग्रेसका दीपक बहादुर साईले 3,972 मत प्राप्त गरेका छन्। दुवै जिल्लामा स्थापित दलहरूलाई पछि पार्दै नयाँ अनुहारले बलियो पकड जमाएका छन्। म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा सामाजिक अभियन्ता महावीर पुनले निर्वाचनमा विजय भए तापनि विजय जुलुस ननिकाल्न आफ्ना समर्थकहरूलाई विशेष आग्रह गरेका छन्। मतगणनामा फराकिलो अग्रता कायम गरिरहेका पुनले सामाजिक सञ्जाल मार्फत बेनी बजारमा जम्मा भएर खुशियाली मनाउनु भन्दा देशको बृहत्तर हितमा केन्द्रित हुन सुझाव दिएका छन्। उनले भ्रष्टाचार र कुशासनको अन्त्य नभएसम्म तथा मुलुक आर्थिक रूपमा समृद्ध नबनेसम्म विजय उत्सव मनाउनुको कुनै वास्तविक अर्थ नहुने स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन पाएका पुनले अन्य उम्मेद्वार र उनीहरूका समर्थकलाई पनि संयमता अपनाउन र चुनावी परिणामलाई शान्तिपूर्ण रूपमा स्वीकार गर्न आह्वान गरेका हुन्। उनको यो साधकपूर्ण र जनमुखी शैलीले यति बेला राजनीतिक वृत्तमा सकारात्मक चर्चा पाएको छ। कालीकोटको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता महेन्द्र बहादुर शाहीले 11,338 मत प्राप्त गर्दै लगातार तेस्रो पटक विजयको ह्याट्रिक पूरा गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व सहकर्मी खड्गबहादुर विश्वकर्मा प्रकाण्ड 4,549 मतका साथ चौथो स्थानमा खुम्चिएका छन्। शाहीका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नगेन्द्र शाहीले 10,352 मत प्राप्त गरे भने नेपाली कांग्रेसका हर्षबहादुर बमले 7,132 मत ल्याए। सशस्त्र द्वन्द्वकालका कमाण्डर तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री शाहीले घेराबन्दी र कडा चुनौतीका बीच पनि आफ्नो विरासत जोगाउन सफल भएका हुन्। 2070 देखि संसदीय यात्रा शुरू गरेका शाहीले यस जितसँगै कालीकोटमा माओवादी पृष्ठभूमिको वर्चस्वलाई पुनः प्रमाणित गरिदिएका छन्। सप्तरीका 2 निर्वाचन क्षेत्रहरूमा जारी मतगणनाको प्रारम्भिक परिणामले मधेस राजनीतिका मुख्य अस्थिहरूलाई ठूलो झड्का दिएको छ। सप्तरी क्षेत्र नम्बर 2 मा जनमत पार्टीको अध्यक्ष डाक्टर सीके राउत राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पछि परेका छन्, जहाँ यादवले 2,755 मत पाउँदा राउत 1,227 मतमा सीमित भएका छन्। उता सप्तरी क्षेत्र नम्बर 3 मा जसपा नेपालको अध्यक्ष उपेन्द्र यादव रासोपाका अमरकान्त चौधरीसँग पराजित हुने संकेत देखिएको छ। चौधरी 3,175 मतका साथ अग्रस्थानमा रहँदा यादव 2,821 मत सहित दोस्रो स्थानमा छन्। यी दुवै क्षेत्रमा नेपाली कांग्रेस र अन्य दलका उम्मेद्वारहरू निकै कम मतका साथ पछ्याइरहेका छन्। मधेसको गढ मानिने यी क्षेत्रमा रासोपाको उदयले स्थापित नेताहरूलाई कडा चुनौती दिएको छ। प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामले नेपाली कलाकारहरूमा नयाँ उत्साह र परिवर्तनको आशा जोगाएको छ। अभिनेत्री प्रियंका कार्कीले पुरानो राजनीतिक परिदृश्य र झुटा आश्वासनबाट बाहिर निस्कन जनताले स्पष्ट जनादेश दिएको बताउँदै नयाँ नेतृत्वले देशलाई सही मार्गमा लैजाने विश्वास व्यक्त गरिन्। अभिनेता एवं निर्देशक निश्चल बस्नेतले जनताले परिवर्तन खोजेको पुष्टि भएको र अब बन्ने सरकार सेवामुखी हुनुपर्नेमा जोड दिए। उनले स्थिर सरकारको कार्यशैली अनुभव गर्न पाउनु नै खुशीको कुरा भएको बताए। त्यस्तै निर्माता रविन्द्र सिंह बानियाले स्थायी सरकार बनेर चलचित्र विधेयक पास हुने अपेक्षा राखेका छन्। राष्ट्रसभाको समानुपातिक उम्मेद्वार रहेका गायक प्रकाश सपुतले नयाँ आन्दोलन र उत्पीडित समुदायको आवाज सदनसम्म पुग्ने भन्दै बहुमत आउनेमा विश्वास व्यक्त गरे। अभिनेत्री निशा अधिकारले चुनावी मैदानमा उत्रेर धेरै कुरा सिकेको र महिला नेतृत्वलाई समाजले स्वीकार्न थालेको अनुभव सुनाइन्। समग्रमा कलाकारहरूले यस निर्वाचनलाई इनफ इज इनफको अवस्था र नयाँ युगको सुरुवातका रूपमा लिएका छन्।